बस्छ भन्ने हाम्रो बित छ। हाम्रो उहिलेदेखि बाजे बोजूदेखि नै आइरहेको कुरा छ। त्यसले गर्दा हामी प्रकृतिसँग यति नजिक जोडिएको छौँ। त्यसले गर्दा आज किन मनाउँदैछौँ त भन्दाखेरि अब हाम्रो बाली नाली लगाउने मौसम हो। त्यो भएकोले गर्दाखेरि यहाँ मात्रै होइन, पहाडतिर पनि हामी धुमधामको साथ अघि बिहानै गएर देवी थानमा गएर पूजाआजा गर्दै थियौँ। अब गाउँ गर्दैछौँ, अहिले पनि गर्दै हुनुहुन्छ माथि पनि। हामी सानो सानोमा त अझै त्यो चल्लाको होइन खुट्टा र अन्डा यसो सुप खान पाइन्छ भनेर अझै बिहान जानुपर्ने स्थिति हुन्थ्यो हाम्रो त। झन् बाउहरूको पालामा त झन् कस्तो होला होइन, तछाड मछाड होला। हामी नै सानो हुँदाखेरि त्यो हुन्थ्यो क्या, सुप खान पाइन्छ भनेर अगाडि चुलाको छेउ नछोड्ने स्थिति थियो। अहिले यता तलतिर झरिया छ, अहिले त्यति चुलामा हाम्रो वास्ता छैन है। हामी निकै परिवर्तन भइसकेछौँ। नत्र गाउँघरमा हो भने त ओहो त्यो अझै फेदाङमाको छेउमा त्यो अन्डा खानु नहुने भन्थ्यो। फेदाङमाको छेउमा गइयो भने यसो सानो टुक्रा दियो भने ओहो त्यो त केही हुँदैन थियो। हामीलाई बास अरू केही छैन त्यो यसो। अनि त्यो कारणले गर्दाखेरि खास चाहिँ किन मनाउने त भन्दाखेरि अहिले बाली नाली मात्रै लाउने हो। उभौली भनियो त भन्दाखेरि अब गर्मीयाम सुरु भयो। चराचुरुङ्गी हाम्रा विशेष गरी गाउँथालीलाई फोकस गर्छौँ होला होइन, आकाशमा करेङ कुरुङ चरा कौतलीहरू। अब गर्मी लागिसकेपछि चाहिँ चराचुरुङ्गी सबै पहाडतिर जाने हुन्छ। त्यसले गर्दाखेरि हामीले सोझो र लाटा हिसाबमा भने उँभोतिर चराचुरुङ्गी गएको कारणले गर्दा हामी उभौली भन्छौँ। अब जाडो याम लागिसकेपछि चाहिँ तल झर्छन्। अब माथि धेरै चिसो हुन्छ लेकतिर, अनि चराचुरुङ्गीहरू चाहिँ तल तल औलतिर झर्ने भएकोले गर्दा, औल पनि बुझिँदैन मधेसतिर झर्ने भएकोले गर्दाखेरि चाहिँ हामी उधौली भन्ने चलन छ। र यो अब मङ्सिर पुसमा चाहिँ हामी बाली थन्काउनुभन्दा अगाडि हामी प्रकृतिलाई सम्मान गर्छौँ भने अहिले चाहिँ बाली लगाउनुभन्दा अगाडि हामीलाई घाउ चोटपटक पनि नलागोस् र अन्नबाली राम्ररी सप्रिदियोस्, हावापानी राम्रो आइदियोस्, चट्याङ नपरोस्, पानी मजाले परिदियोस्, अशुभ नहोस् भनेर चाहिँ हामी गर्छौँ। र यो आज हामीले शक्ति बल मागेका छौँ हाम्रो यो धरतीसँग, यसरी चाहिँ मनाउने गर्छौँ। मैले छोटकरीमा यति नै भने। र अर्को अन्तिम मेरो चाहिँ के जिम्मेवारी छ भन्दाखेरि कमसालजी लेखनको जिम्मेवारी छ। म लगभग झन्डै झन्डै अन्तिम तयारी अवस्थामा नमस्ते सम्पूर्णमा। म आज तपाईँहरूलाई केही यहाँ हाङस्रुङ उत्थान समाजको केन्द्रको चाहिँ हाङस्रुङले चाहिँ के हाङस्रुङ परिवारले हाङस्रुङ समाजले के गरिराखेको छ भन्ने कुरो म तपाईँहरूलाई देखाउँदैछु। र यहाँ यो यस्तो बनिराखेको छ। यो सबै डाटाबाट बनेको हो। र यो जग्गा पनि लिएको छ हाङस्रुङ उत्थानले केही वर्षदेखि। धेरै राम्रो कामहरू गरिराखेको छ। युके हङकङ देश विदेश बस्ने सम्पूर्ण हाङस्रुङ समाजलाई यो थाहा नहुनेहरूमा पनि यो फेसबुकबाट युट्युबबाट म प्रसारण गर्दैछु। म राधा सुब्बा हाङस्रुङ। यस संस्थामा चाहिँ पूर्ण हाङस्रुङ अध्यक्ष हुनुहुन्छ। उहाँको नेतृत्वमा यो धेरै कामहरू केही वर्षदेखि भएको छ र धेरै चेलीहरूले पनि सहयोग गर्नुभएको छ। यो बाथरुमहरू टोयलेटहरू बनेको छ। यो जग्गा हो, हेर्नु होला जग्गा। यहाँ अझै एउटा भवन हल बनाउने योजना छ। र यो यसरी देवी स्थापना गरिएको छ। आज उधौली यहाँ हाम्रा बहिनीहरू आउँदै हुनुहुन्छ यहाँ पूजा गरेर। सेवारो कहाँबाट पाउनु भएको? हाम्रो त खोम्बोहरू यही खोम्बो भए पनि त
आज उँधौली यसरी गरिएको छ। यो चाहिँ नयाँ बाली लाउनको लागि गरिएको, यो जङ्गलमा गरेको यो पुर्खौली हो। यो हाम्रो इतिहासको एउटा यहाँ यसरी चढाइन्छ। यो मन्दिर जग्गादाताहरू उहाँ यसरी गर्ने गरिएको छ। सम्पूर्णलाई सेवाहरू भन्न चाहन्छु। यो जग्गा हो, यो मन्दिर बनाउनको लागि यो जग्गा छुट्याइएको हो। यो चाहिँ यसरी गरिएको छ। फेरि पनि आउँदो दिनमा सहयोगी हातहरूलाई, सहयोगी दाताहरूलाई धन्यवाद भन्दै आउँदो दिनहरूमा पनि सहयोगको अपेक्षा गर्दै हाङसुरुङ समाज फेरि पनि आउँदो दिनहरूमा भेटौँला। र राम्रो काम भइराखेको छ। सम्पूर्ण दाताहरूलाई यसरी भइराखेको छ। हाङसुरुङ उत्थान समाजको एउटा वर्ष दिनमा 6 महिनामा बैठक बस्ने र उत्थान समाजले धेरै कामहरू गरिराखेको छ। नमस्ते सेवाहरू भन्न चाहन्छु।